हेलो एभ्रिवान, भेरी गुड इभिनिङ सबैलाई। के छ हाल खबर? आई होप तपाईँ सबैजना ठिकै हुनुहुन्छ होला। सो गाइज, आज चाहिँ मैले वर्कआउट गरिनँ। सन्डे भएकोले गर्दाखेरि भनौँ या फेरि यो हप्तामा पुरा मैले वर्कआउट गरिरहेको थिएँ र आज एक दिन चाहिँ मैले आफ्नो बडीलाई रेस्ट दिएको भन्दाखेरि जिममा आएर अलिअलि स्ट्रेचिङहरू त गरे भयो। स्ट्रेचिङ गर्दाखेरि चाहिँ नि बडी अलिकति रिल्याक्स फिल हुन्छ नि त, फेरि एनर्जी रिगेन हुन्छ, सो द्याट कि भोलिदेखि म फेरि कन्टिन्यू फिटनेसको भिडियोजहरू अपलोड गर्न सकौँ भनेर। र गाइज, तपाईँहरूले मलाई प्लिज साथ दिँदै गर्नु होला। मेरो फिटनेस जर्नीमा होस् चाहे होल इन्टरटेनिङ जुन भिडियोजहरू म हाल्छु त्यसमा मलाई सपोर्ट गर्दै गर्नु होला। किन भनेदेखि मैले फेसबुकमा भिडियोज अपलोड गर्नुको मेरो मेन रिजन नै यही हो कि म कसैलाई इन्सपायर गर्न सकौँ, कसैलाई इन्टरटेन गर्न सकौँ भनेर, होइन? त्यही भएकोले गर्दा म तपाईँहरूलाई रिक्वेस्ट गर्छु, प्लिज मेरो भिडियोजहरूलाई लाइक गर्दै गर्नु होला, कमेन्ट गर्दै गर्नु होला, सेयर गर्दै गर्नु होला, अनि मोर इम्पोर्टेन्टली तपाईँहरू मलाई सजेस्ट गर्दै गर्नु होला। म आफ्नो भिडियोजहरूलाई कसरी इम्प्रोभाइज गर्न सकौँ, चिजहरूलाई कसरी अझै राम्रो गर्न सकौँ, तपाईँहरूको मलाई सजेसनको जरुरत छ है। र यसरी नै माया दिँदै गर्नु होला जसरी दिइरहनु भएको छ। र आफ्नो गाउँठाउँको भाइ, कसैको दाजु, कसैको भाइ, कसैको साथी, कसैको छोरा है, यसरी तपाईँहरूले भोकल फर लोकल भनेको जस्तै हामी लोकल गाई हो, होइन? जसले मलाई चिन्नुहुन्छ, जसले चिन्नु भएन भने पनि मेरो भिडियोज हेरेर यदि तपाईँहरू इन्सपायर हुनुहुँदैछ, मोटिभेट हुनुहुँदैछ भनेदेखि म आशा गर्छु कि तपाईँले मेरो भिडियोजहरूलाई अझै धेरै माया दिनुहुन्छ भनेर। र गाइज, आजको लागि चाहिँ यति नै छ। भोलि फेरि कन्टिन्यू हामी फिटनेस जर्नीमा होस् या फेरि इन्टरटेनिङ कुनै पनि एउटा जर्नरबाट हामी कन्टिन्यू गर्नेछौँ, जोडिनेछौँ। त्यति बेलासम्म तपाईँहरू आफ्नो ख्याल राख्नुहोस्, आफ्नो फ्यामिलीको ख्याल राख्नुहोस्, अनि किप वाचिङ माई भिडियोज। लाइक गर्दै गर्नुहोला, सपोर्ट गर्दै गर्नुहोला, यति धेरै माया अझै दिँदै गर्नुहोला। थ्याङ्क यू सो मच गाइस, बाई बाई।